आज म तपाईहरुमाझ एउटा महत्त्वपूर्ण विषयमा छलफल गर्न उपस्थित भएको छु। विषय के हो भन्दा हामीसँग भएको स्रोत साधनलाई सही तरिकाले र फरक तरिकाले प्रयोग गरेर हामी कसरी सक्षम बन्न सक्छौं भन्ने विषयमा। टपिकको नाम चाहिँ रहेको छ अपरेशनल इफिसिएन्सी अथवा द इकोनोमिक अफ स्कोप पनि भन्न सक्छौं। अथवा हामी यसलाई अझै उत्कृष्ट भाषामा भन्नुपर्दा द इकोनोमिक अफ स्केल पनि भन्न सक्छौं। यो द इकोनोमिक स्केल चाहिँ वर्ल्डको टप इकोनोमिक्स एक्सपर्टिजहरुले चाहिँ बढी यो शब्द युज गर्छ। द इकोनोमिक अफ स्केल भित्र नै यी कुराहरु पर्छ। त्यही भएर हामी चाहिँ द अपरेशनल इफिसिएन्सी भनेर नै प्रयोग गरौँ है त। ओके, द अपरेशनल इफिसिएन्सी भित्र इन्ट्री गर्नुभन्दा अगाडि हामी केही कुरा छलफल गरौँ है त। पैसा सबैसँग हुन्छ, कसैसँग कम हुन्छ भने कसैसँग बढी हुन्छ। र फरक यति मात्र हो, हामीसँग भएको त्यो पैसालाई हामी कसरी प्रयोग गर्छौं भन्ने कुरा त्यो हामीमा भर पर्ने कुरा हो। जस्तै उदाहरणको लागि इलोन मस्कले 12 वर्षको उमेरमा आफू प्रोग्रामिङ गरेर ब्लस्टर भन्ने गेम बेचेको थियो 1984 मा, त्यो पनि $500 मा। आज त्यो $500 बाट इलोन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएको छ। उ त 12 वर्षको बच्चा थियो नि, त्यसले $500 पाउन बित्तिकै गेमिङहरु खेलेर अथवा जोयस्टिकहरु किनेर अथवा पिज्जा बर्गर खाएर उडाउन पनि सक्थ्यो नि। हो, त्यस्तो गरेन। अनि धेरै पैसा भएर पनि किङफिशरको मालिक विजय माल्या जसको नेटवर्थ $100 मिलियन थियो, उसले आफ्नो कम्पनीको अपरेशनल कस्ट पनि धान्न नसकेर उसले देशै छोडेर भाग्नु पर्यो भने त्यही मुकेश अम्बानीको भाइ अनिल अम्बानी जसको नेटवर्थ $42 बिलियन थियो। 2008 मा फोर्ब्सको रिपोर्ट अनुसार वर्ल्डको 6 रिचेस्ट पर्सन भनेर उ लिस्टेड भएको थियो। भनेपछि आज उ बिलियनियर टु बस्ट भएको छ। यसको मतलब के हो भन्दा पैसाले चाहिँ आफ्नो भ्यालु चेन्ज गरेको हैन कि हामीले चाहिँ यो पैसाको भ्यालु नचिनेको। तर जहिले पनि तासमा हार्ने मान्छे तासलाई दोष दिन्छ, आफ्नो विवेकलाई दोष कहिले पनि दिँदैन। मान्छे नराम्रो तास आएर पनि गेम जित्न सक्छ भने राम्रो तास आएर पनि यो गेम हार्न सक्छ। त्यो उसको विवेकमा भर पर्ने कुरा हो। त्यही भएर हामीसँग पैसा छैन के गर्ने, मसँग यति पैसा भयो भने यो गर्थे भन्नु त्यो त बहाना मात्र हो। अनि एकदमै महत्त्वपूर्ण कुरा, पैसा मेहनतले बन्दैन, दिमागले बन्छ। यदि मेहनतकै आधारमा गधालाई पनि जनावरहरूको शेर मान्नु पर्थ्यो नि, तर गधालाई उसको साउले नै हेपेर आफूभन्दा टाढा राखेको हुन्छ। गधाले जसलाई सर्भिस दिन्छ नि त्यो मान्छे नै गधालाई अपहेलना गरेको हुन्छ। त्यही भएर मेहनतले हैन दिमागले पैसा बन्छ। धेरै पैसा कमाउनु छ भने मेहनत हैन दिमाग लगाउनुस्। अनि 9 to 5 7 24 काम गरेर पनि कहिले पनि धेरै पैसा कमाउन सकिदैन। पैसालाई चाहिँ सही ठाउँमा इन्भेस्ट गर्न जान्नु पर्दछ। भनिन्छ नि, हामी बिहान उठेदेखि साँझसम्म जे क्रियाकलाप गर्छौं नि त्यसमै नै हाम्रो भविष्य निर्धारण गरेको हुन्छ। अनि हामीले पाउने भनेको त्यति नै हो, त्योभन्दा बढी हामीले पाउँदैनौँ। एउटा संस्कृतमा भनाइ छ, सौबते त खौबते जागबते त पाउबते भनेको तपाईँ जति सुत्नुहुन्छ त्यति कुराहरू आफ्नो जीवनबाट गुमाउनुहुन्छ भने जति जाग्नुहुन्छ ती कुराहरू आफ्नो जीवनमा प्राप्त गर्न सक्नुहुन्छ। अनि अर्को कुरा अपरेशनल इफिसिएन्सीले के सिकाउँछ भने टाइम, मेटेरियल, मनीलाई रिड्युस गर्न सिकाउँछ भने। अनि यो भन्दा महत्त्वपूर्ण अर्को कुरा के सिकाउँछ भने हामीले 50 करोड इन्भेस्ट गरेर कमाउने प्रॉफिट हामी 5 करोडमा पनि गर्न सक्छौं। अनि 5 करोड इन्भेस्ट गरेर कमाउन सक्ने पैसा हामी 5 लाख गरेर पनि कमाउन सक्छौं, जसलाई हामी एसिस लाइट बिजनेस मोडल भन्छौं। उदाहरणको लागि तपाईहरु पठाउ चढ्नु भएको होला, इनड्राइभ चढ्नु भएको होला, दराजबाट सामान किन्नु भएको होला, अमेजनबाट सामान किन्नु भएको होला, इबे भयो, एयरएनबी, डेलिभरो, जस्ट सिट, उबर इट्स, ट्याक्सी, ओयो, यी सबै एसिस लाइट बिजनेस मोडलमा पर्छौं। अलि छटकटमा छलफल गरौँ है, ताकि अलिकति इम्पोर्टेन्ट टपिक भएर। जस्तै तपाईँ पठाउ चढ्नुहुन्छ, पठाउको अफिस एउटा घर रेन्ट लिएर भाडामा बसेको छ, उसको 100-200 जना कस्टमर म्यानेजिङ टिमहरु छ, उसको बाइक छ, न उसको इम्प्लोइहरु छ, न उसको बाइकहरु पार्किङ गर्ने एरिया छ। त्यो सबै खर्चहरु स्वयं जो चाहिँ सेल्फ इम्प्लोइ छ नि उनीहरुले आफै म्यानेज गर्नुपर्छ। उनीहरुको आफ्नै बाइक हुन्छ, आफ्नै मेन्टेनेन्स खर्च हुन्छ, आफ्नै उनीहरुको स्यालेरी हुन्छ, आफ्नै उनीहरुको पेट्रोल हुन्छ, अनि उनीहरुको टाइमिङ स्लट पनि छैन। भनेपछि यो सबै म्यानेज कम्पनीले गरिराख्नु पर्दैन। यो भएपछि के भयो, उनीहरुको इन्भेस्टमेन्ट पनि घट्यो। एउटा कम्पनीले सबै लगानी आफू नै गर्नु परेको भए कति पैसा खर्च जान्थ्यो। अनि त्यो इम्प्लोइहरुलाई म्यानेजिङ गर्ने टिम चाहिन्थ्यो होला, बाइक मेन्टेनेन्स गर्ने टिम चाहिन्थ्यो होला, अथवा पेट्रोल मेन्टेनेन्स दिनु पर्थ्यो होला, उनीहरुको टाइम शेड्युल बनाउने उनीहरुको एउटा छुट्टै म्यानेजमेन्ट नै टिम चाहिन्थ्यो। त्यो खर्च सबै घटिसकेपछि अनि कम्पनीले के भन्छ, त्यो खर्च तिमीहरुको, हाम्रो चाहिँ सिस्टम, हाम्रो सिस्टम अनुसार तिमीहरु काम गर, आएको सर्टेन अमाउन्टको 20% 30% हामीलाई दे, अरु पैसा चाहिँ तिमी राख हो भन्छ। जसले गर्दा उसको अपरेसनिङ कस्टहरु सबै घट्छ। हो, यसलाई भन्छ एसिस लाइट बिजनेस मोडल।
यसले गर्दा उसको अपरेसन कस्टहरू सबै घट्छ भनेपछि उसको लगानी पनि कम भयो। जस्तै जसको कम्पनी हो चाहिँ प्लेटफर्म मोडलमा गयो, जो चाहिँ बाइक राइडरहरू हो उनीहरू चाहिँ पाइपलाइन मोडलमा गयो। अझै योभन्दा सजिलो बुझ्ने भाषामा चाहिँ तपाईँले गाउँघरमा खेतहरू बटाइदिनुहुन्छ नि, अथवा तपाईँ त्यो जग्गा लिजमा दिइदिनुहुन्छ कसैलाई XYZ लाई, तपाईँ के भन्नुहुन्छ, ल सबै खर्च तपाईँको पानी सिँचाइ मल अनि रोपाइदेखि लिएर A to Z तपाईँको हुन्छ, तर जति प्रडक्ट गर्नुहुन्छ नि आधा तपाईँको आधा मेरो। चाहिँ तपाईँको के भयो, जग्गा मात्र भयो, अनि सबै मेहनत सबै काम सबै खर्च उसको भयो, तपाईँको हेड्याक पनि भएन, तपाईँ त्यसमा समय पनि दिनु परेन। त्यो बचेको समय चाहिँ तपाईँ अर्को ठाउँमा दिनु, त्यहाँबाट तपाईँ इन्कम गर्न सक्नुहुन्छ। हो यसलाई भन्छ एसेट लाइट बिजनेस मोडल। अनि यसलाई बुटस्ट्र्यापिङ र स्टेबिलिटी पनि भन्न अलिअलि मिल्छ, पुरै त मिल्दैन। ओके, अपरेसनल इफिसियन्सीको यो चाहिँ अर्को बाहिर बोक्रा थियो भने अब चाहिँ अपरेसनल इफिसियन्सीको गुदीभित्र पस्छौँ है त। ल यो गुदीभित्र पस्नुभन्दा अगाडि एउटा गुदी पनि खाउँ। ओके, यो अपरेसनल इफिसियन्सीले एउटा अर्को कुरा के सिकाउँछ भने सेभिङ मनी अफ युजिङ सेम रिसोर्स एन्ड मेन पावर भन्छ। रिसोर्सेसमा के भन्छ, क्यापिटल, इन्टरप्राइज, ल्यान्ड, लेबर। मेन पावरमा त के पर्छ, स्किल, ट्यालेन्ट, नलेजहरू पर्छ। स्किलमा पनि सेमी स्किल, अनस्किल, स्किल भन्ने हुन्छ, त्यतातिर नजाउँ। मलाई चाहिँ के लाग्छ भने उल्को सबैभन्दा पावरफुल रिसोर्स भनेको हाम्रो बडी पार्ट हो, अनि मेन पावर भनेको हाम्रो दिमाग हो। योभन्दा ठुलो कुरा जीवनमा केही पनि छैन। ओके, अब अपरेसनल इफिसियन्सीभित्र के स्ट्रेटेजीहरू पर्छन् त, छोटकरीमा छलफल गरौँ है। भिडियो लामो हुन्छ, मलाई यो भिडियो 5 मिनटमा सिकाउनुहुन्छ किनकि मैले टाइम म्यानेजमेन्टको प्र्याक्टिस पनि गर्दैछु, अलिकति समय लम्ब्यो भने माफ गर्नु होला है। नम्बरको स्ट्रेटेजी कस्ट अप्टिमाइजेसन। कस्ट अप्टिमाइजेसनले एउटा कुरा के सिकाउँछ भने पैसा कमाउनु मात्र ठुलो कुरा होइन, पैसा सेभिङ गर्नु नै प्रफिट हो भनेर पनि सिकाउँछ। जस्तै उदाहरणको लागि तपाईँहरू प्लेन चढ्नुभएको होला, प्लेनमा चाहिँ एयर होस्टेज मात्र किन लिइन्छ त, त्यसको बिहाइन्ड द रिजन थाहा छैन भने ल ठिकै छ, छलफल गरौँ है। किनकि प्लेनमा भनेको वेट लिमिट हुन्छ, प्लेनमा वेटभन्दा बढी लोड गर्न मिल्दैन, भनेपछि लेडिजको वेट चाहिँ केटाको वेटभन्दा कम हुन्छ। जस्तै 4वटा एयर होस्टेज लियो भने केटाको तुलनामा 40 केजी कम हुन्छ। 40 केजी कम हुनु भनेको के हो, उसले लोजिस्टिक सामान जस्तै ट्रान्सपोर्ट गर्ने सामानहरू लिएर जान पाउँछ 40 केजी एक ट्रिपमा। अनि प्लेनमा जति वेट कम भयो पेट्रोलको पैसा उसले सेभिङ गर्न सक्छ, अनि पेट्रोल पैसा पनि बच्यो। 4वटा लेडिजलाई चाहिँ यदि 2टा केटा 2टा केटी भएको भए के हुन्थ्यो, उनीहरूलाई रुममा पनि अलग अलग रुम दिनु पर्थ्यो, पछि होटल कस्ट पनि बढ्यो। अब 4वटै केटी भयो भने के भयो, एउटा रुम लिइदिन्छ, 2टा बेड भएको रुम, अनि 2जना केटी एक ठाउँमा सुत्छ, 2जना केटी अर्को बेडमा सुत्छ, एउटै रुमले काम बन्यो। एउटा सिङ्गल नम्बर डिजिट हो यो। उनीहरूको त प्लेन त हजारौँ उडिरहेको हुन्छ, एक दिनमा आकाशमा उडिरहेको हुन्छ। सोच्नुहोस् कति पैसा बचाउँछ होला। लेडिजको लागि म्यानेजिङ टिम छुट्टै राख्नु पऱ्यो, सेक्युरिटी टिम छुट्टै राख्नु पऱ्यो, जेन्ट्सको लागि म्यानेजिङ टिम छुट्टै राख्नु पऱ्यो, सेक्युरिटी टिम छुट्टै राख्नु पऱ्यो। हो यसले यति बुझाउँछ सर्टकट भाषामा। सेकेन्ड नम्बरको स्ट्रेटेजी हो भर्टिकल एन्ड होरिजेन्टल इन्टिग्रेसन। ओके, यसले चाहिँ के सिकाउँछ भने जस्तै मानौ तपाईँसँग दही छ, त्यही दहीमा चिनी हालिदिनु स्विट कट बन्छ, त्यही दहीमा तपाईँ वालनट हालिदिनु वालनट कट बन्छ, दहीबाट मही बन्छ, त्यही दहीबाट घिउ बन्छ। भनेपछि यसले गर्दा छुट्टै छुट्टै वेयर हाउसहरू बनाएर राख्नु परेन, एउटै प्रडक्टबाट हामी धेरै भेराइटिजहरू बनाउन सक्छौँ भनेर भन्छ। यहाँबाट पनि तपाईँको कस्टहरू घट्यो, एउटै सोर्स एउटै मेन पावर एउटै रिसोर्स युज गरेर हामी धेरै भेराइटिजहरू बनाउन सक्छौँ भनेर भर्टिकल एन्ड होरिजेन्टल इन्टिग्रेसनले सिकाउँछ। थर्ड नम्बरको यो स्ट्रेटेजी हो फ्री मार्केटिङ भन्छ, बाई 1 गेट 1 फ्री भन्छ नि, एउटा सामानबाट धेरै सामानहरू बेच्ने वान काइन्ड अफ डेफ्ट मार्केटिङ स्ट्रेटेजी हो। अनि फोर्थ नम्बरको स्ट्रेटेजी आयो क्यानिबलाइजेसन। हो क्यानिबलाइजेसन चाहिँ यो चाहिँ खतरा लाग्छ है, मलाई एकदम मनपर्छ कि मलाई यो स्ट्रेटेजी चाहिँ। क्यानिबलाइजेसनले चाहिँ के सिकाउँछ भने हामी ठुलो गर्ने चक्करमा आफ्नो बिजनेसलाई धराइतामा पनि पार्न सक्छौँ, अनि सानो सानो गर्ने चक्करमा आफ्नो बिजनेसलाई ठुलो गर्न पनि सक्छौँ। कहिले पनि बिजनेस एकैचोटि ठुलो हुँदैन, सानो सानो गरी ठुलो हुन्छ, अनि एकैचोटि ठुलो गर्न खोज्यो भने चाहिँ त्यो बिजनेस डिमोलिस पनि हुनसक्छ। यो मैले चाहिँ यो स्ट्रेटेजीले आफ्नै कोडिङ दिएको छु, पाडी बुद्धि र बानिया बुद्धि भन्छ कि, मैले चाहिँ यसरी बुझ्ने गरेछु। जस्तै उदाहरणको लागि मानौ एक साइडमा मारवाडीको पसल छ भने अर्को साइडमा चाहिँ बानियाको पसल छ भनेपछि मारवाडीले सामान बेचेर प्रफिट कमाउँछ भने बानिया बुद्धि भएको मान्छेले चाहिँ त्यही सामान बराबर 40मा ल्याएको सामान 40मै बेचेर पनि प्रफिट कमाइदिन्छ कि। त्यस्तो खतरा दिमाग हुन्छ बानियाहरूको।
जस्तै मानौँ मार्बलले 40 रुपियाँ किलो चामल उसको कस्ट प्राइस परेको छ भने 50 रुपियाँ बेच्छ, 10 रुपियाँ प्रफिट मार्जिन राखेर। अनि बानियाले चाहिँ के गर्छ, चिनी तपाईँले उसले 40 मा ल्याएर 40 मा बेच्छ, तर उसले बोराबाट 5 रुपियाँ बेचेर उसले जति चिनी बेच्दैन त्योभन्दा उसले बोराबाट बेचेर पैसा कमाइदिन्छ। अनि यसले अर्को प्लस के गर्छ भने चिनी किन्न आएको मान्छे चियापत्ती पनि किन्छ, उसले बिस्कुटहरू पनि किन्छ, स्न्याक पनि किन्छ। जो मान्छे किन्न आएको उसले गाउँभरि हल्ला फैलाइदिन्छ, ए त्यहाँ त 40 रुपियाँ किलो चिनी पाउँछ भनेर सबै मान्छे उसकोमा सामान किन्न आउँछ। चिनी चाहिँ आफ्नो कस्ट प्राइसमा दिएको छ, चिनीको साथसाथै अरू सामानहरू पनि सेल्स गरिरहेको हुन्छ। हो, यसलाई भन्छ क्यानिबलाइजेसन। 5 नम्बरमा लिन प्रिन्सिपल। यो भनेको एकदमै इम्पोर्टेन्ट कुरा हो। अब जति कुरा गरे पनि सकिँदैन होइन। यो भनेको एकदमै इम्पोर्टेन्ट कुरा हो। यसले चाहिँ हाम्रो कम्पनीको 50% एक्सपेन्डिचरलाई रिड्युस गरिदिन्छ। अनि 6 नम्बरमा आयो PESO मोडल भन्छ, पेड अन सेयर अन भन्छ। यसमा चाहिँ कम्युनिटी इन्भल्भमेन्ट अर एक्टिभिजम भन्छ। जस्तै सामान्य उदाहरणको लागि पवन मुन्जल जो चाहिँ हिरो होन्डा कम्पनीको CEO, त्यति बेला त्यो साइकल बनाउँथ्यो। अनि त्यसको कम्पनीमा के भयो भन्दाखेरि एकजना उसको काम गर्ने कर्मचारी इम्प्लोइलाई चाहिँ ब्लड क्यान्सर भयो। ओनरले चाहिँ आफ्नो कर्मचारीलाई आफ्नो शरीरको ब्लड निकालेर आफ्नो कर्मचारीलाई दिइसकेपछि काम गर्ने कर्मचारीभित्र हल्ला फैलिसकेपछि हाम्रो साउले त आफ्नो काम गर्ने कर्मचारीलाई ब्लड दियो भने भयो। 3000 जना उसको कम्पनीमा काम गर्थ्यो भने त्यो 3000 जनाले 3000लाई भन्छ 6000 भयो, 6000ले 6000 जनालाई सुनाउँछ 12000 भयो, 12000 जनालाई सुनाउँछ, त्यो के भयो 24000 मा भयो। त्यसरी त्यो के भयो WOMM भन्छ, वर्ड अफ माउथ मार्केटिङ भन्छ, फ्री कस्टमा भयो। अनि यो कुरालाई चाहिँ मिडियाले यसरी फैलाइदिए कि यसरी हल्ला फैलाइदिए कि त्यो कम्पनीको रातारात उसको सेल्स इन्क्रिज हुन थाल्यो। अनि उसले प्रचार गरेको थियो नि एउटा ब्लड दिएर, त्यो ब्लड उसले पैसा तिरेर गरेको भए कति पैसा खर्च हुन्थ्यो। व्यापारीले कहिले पनि सास पनि फ्रीमा फेर्दैन, उसले प्रफिट देख्छ। नेपालमा जस्तै सामान्य उदाहरणको लागि अर्थक्वेक ल्यान्डस्लाइडहरू आउँछ नि, हो त्यो आउनु भनेको नेपालको ठुल्ठुलो व्यापारीहरू हुन्छ नि, उनीहरूलाई चाहिँ लट्री लागे जस्तै हो। किन कसरी, जस्तै तपाईँको CG ग्रुपको विनोद चौधरी भयो, IMS ग्रुपको दीपक मल्होत्रा भयो, अनि IME ग्रुपको चन्द्र ढकाल, अनि हेमराज ढकाल भयो, अनि गोल्यान ग्रुपको पवन गोल्यान भयो। राहतको नाममा राहत बाँड्छन्, 1 करोड 2 करोडको राहत बाँड्छन्। कतिको राहत बाँड्यो भनेर देखाउँछ, 1 अरब 2 अरब 3 अरबको हामीले राहत बाँड्यो भनेर प्रचार गर्छ। 2-4 वटा चाउचो लगेर बाँसको 2-4 वटा घर बाँसको बनाएर फोटो खिचेर पत्रिकामा छापिदिन्छन्। ल CG ग्रुपले चाहिँ यो भूकम्प पीडितहरूलाई 10 अरब रुपियाँ खर्च गर्यो भन्छ, तर 10 अरब उनीहरूले खर्च गरेको हुँदैन। त्यो खर्च चाहिँ उनीहरूले के गर्छ, आफ्नो इन्कम ट्याक्समा खर्चमा घटाएर आफ्नो ट्याक्स बचाउँछ। ल भन्नुहोस् त 10 अरबको इन्कम ट्याक्स बचायो भने कति बच्छ पैसा। हो, यसलाई भन्छ PESO मोडल भन्छ। 6 नम्बरमा आयो प्रोसेस अफ इम्प्रुभमेन्ट। 7 नम्बरमा आयो अटोमेसन। अटोमेसन त नेपालमा काम छैन, जो रोजगार नै खाइदिन सक्छ होइन, त्यही भएर अटोमेसन चाहिँ नेपालको हितमा चाहिँ काम छैन। 8 नम्बरमा आयो इनोभेसन आइडिया फर कस्ट कटिङ। 10 नम्बरमा आयो रियलाइजेसन एन्ड कम्युनिकेसन अफ भिजुअल भिजन। हो, यस्तै स्ट्रेटेजीहरू अब धेरै छ होइन, छलफल गर्न सम्भव पनि छैन। जति कुरा गरे त्यति कुरा गर्न मन लाग्छ। यति कुराहरू चाहिँ बुझ्नुपर्ने आवश्यक छ, किनकि अपरेसनल इफिसियन्सी भनेको बिजनेसको मुटु हो। यो कुरा हामीले जानिसकेपछि हामीलाई पैसाको लगानीको कुनै पनि आवश्यकता पर्दैन। आफूसँग भएको स्रोत साधनलाई चाहिँ फरक तरिकाले र सही तरिकाले प्रयोग गरेर हामी सक्षम बन्न सक्छौँ। अनि धेरै पैसा भएर नै हामीले धेरै कुराहरू गर्छौँ भन्नु पनि छैन, थोरै पैसाले पनि हामी धेरै कुराहरू गर्न सक्छौँ। जस्तै अघि मैले उदाहरण दिएँ नि पवन मुन्जलको, उससँग के नै थियो र आफूसँग भएको ब्लड आफ्नो इम्प्लोइलाई दिइसकेपछि त्यो एउटा आवाज जसरी त्यो हल्ला फैलिसकेपछि मान्छेले त्यसको कम्पनीप्रति ट्रस्ट भयो। ट्रस्ट भइसकेपछि उसको रातारात सेल्स बढ्यो। अनि उसकोमा एक्सपिरियन्स स्टाफहरू कर्मचारीले कहिले पनि काम छोड्नु परेन। त्यसले गर्दा के भयो, उसको प्रोडक्टिभिटी हाई भयो। भनेपछि उसलाई पैसा चाहियो त भएन नि। एउटा सामान्य दिमाग लगाएर त्यति ठुलो कुराहरू चेन्ज गर्न सक्यो भनेपछि पैसा दोष कहिले पनि पैसाको होइन, दोष हामीमा हुन्छ। हामीसँग भएको पैसालाई चाहिँ हामीले सदुपयोग गर्न सक्नुपर्छ। त्यसलाई चाहिँ सही तरिकाले सही ढङ्गले हामीले प्रयोग गर्यो भने त्यही पैसाले पनि हामी धेरै कुराहरू गर्न सक्छौँ। धेरै पैसा भएर पनि हामी केही गर्न सक्दैनौँ। जस्तै अघि उदाहरण दिएँ, मुकेश अम्बानीको भाइ अनिल अम्बानी अहिलेको उसको हालत के छ, धेरै पैसा भएर। किङफिसरको मालिक विजय मालियाको हालत के छ ल भन्नु त, धेरै पैसा भएर। हो, गल्ती कहिले पनि पैसाको होइन, पैसाले आफ्नो भ्यालु कहिले पनि चेन्ज गरेको हुँदैन।
हामीले चाहिँ पैसाको भ्यालु नचिनेको हो। अनि कहिले पनि जीवनमा धेरै मेहनत गर्नु, धेरै सङ्घर्ष गर्नु, किनकि पनि एउटा इन्द्रिणी उदाउनको लागि उसले घाम, हुरी, बतास, हावा, पानी सबै सहेर बल्ल इन्द्रिणी उदाउँछ। हामीले पनि आफ्नो जीवनमा सफल हुनु छ भने घाम, पानी, हुरी, बतास सबै सहेर इन्द्रिणी जस्तै उदाएर सबैको ध्यान आफूतर्फ आकर्षित गर्न सक्नुपर्छ भन्दै तपाईँहरूसँग बिदा माग्न चाहन्छु। हस् त, नमस्ते। मबाट केही कमी कमजोरी गल्ती भएको छ भने माफ पाऊँ होला हजुर। यो क्यामेरा नै त्यस्तो चिज हो, म क्यामेरामा आइसकेपछि 50% आउट अफ माइन्ड नै हुन्छु। गर्दै जाने, बुझ्दै जाने हो, सिक्दै जाने हो भनिन्छ नि, प्र्याक्टिस मेक म्यान पर्फेक्ट भन्छ नि, हो त्यस्तै हो। ल हजुर, लाग्यो है, बाई बाई।